हेलो गुड मर्निङ गाइज आजको ब्लग यहाँबाट सुरु भइरहेछ। आज म चाहिँ यहाँदेखि घर गइरहेको छु अनि यहाँदेखि अब सल्दीको लागि गइरहेको छु अनि भर्खरै सुतेको उठेँ। यसो सामानहरू जति छ सबैलाई थालगुथिङ छ, अब सबलाई सामानलाई ठक्क मिलाउनुपर्छ, त्यसपछि सामान सब प्याक गर्नुपर्छ अनि 10-11 बजीतिर यहाँबाट निस्किन्छु। सबै प्याक गर्छु, त्यसपछि के हुन्छ सबभन्दा पहिला त ब्रस गरिहाल्छु अनि मुड फ्रेस हुन्छ अनि काम गर्न पनि सजिलो हुन्छ। आफूलाई प्रश्न छैन। त्यसपछि यो जति छ कचरा सचरा हेर्नु, कचरा सचराले यस्तो सब फालेको छ, अब सब मिलाउनुपर्छ। त्यसपछि मिलाउँदैछु, हेर्नु न के छ। सामानहरू जति थियो सब पुरै मिलाइहालेँ, यति मात्र छ। यो ब्याग प्याक गर्ने, ब्याग रेडी छ। यो चाहिँ यसले तपाईँले एउटा भन्न बिर्सिहालेँ, यो मलाई कसैले गिफ्ट गरो आज, यो अझै लाउँछु अनि यही लगाएर अब यिनीहरूले भिडियो बनाउ यही लाउँछु, यो लुगा लाउँछु। मलाई कसैले गिफ्ट गरेको थियो, तर नाम नभन्नु भनेको, तेरो नाम भन्न सक्दिनँ। कसैले गिफ्ट गरेको हो। यो चाहिँ मेरो अहिले लाउने लुगाहरू हो। बस यति गरेपछि टक्क चल्दिने हो। यतिको छ। यो चाहिँ मैले बाई 1 गेट 1 मतलब एउटा किन्दा अर्को फ्रीमा पर्दा यतिवटा खाएको अझै फालिदिएँ। लास्ट यो जाऊ कचरामा यतिको छ भाइ। ल यो लास्ट छ भयो। अब यतिको रुम चाहिँ भइसक्यो रेडी। अब सबै त्यता कचरा जति थियो सब फालिदिएँ, केही छैन। अब मजाले एकचोटि भगाइदिने, बस त्यसको रुम सफा गरिदिनुपर्छ त अब सबैलाई। यति गरेपछि भयो। प्लिज यो नयाँ च्यानल सब्सक्राइब गर्नु, लाइक कमेन्ट गर्नु होला अनि हाम्रो भिडियो के कस्तो लाग्छ भन्नु जानु होला। अनि भिडियोमा के कस्तो कमजोरी छ त्यो कमेन्ट गर्नु, यो भिडियोमा यस्तो छ भनेर। अनि अर्को टाइमदेखि म त्यो गल्ती सुधार्न कोसिस गर्छु। आजको लागि यति नै। अब यसपछि म यस्तो रेडी भएर तपाईँलाई फेरि भेट्छु। त्यो लागि बाई बाई। सबै थोक गइहाल्यो रेडी। अब यतिको रोडमा यो अहिले म लाउँछु, त्यति मात्र लुगा हो। यहाँ हाम्रो सबै ब्याग हो अनि यो चाहिँ अनि यो अनि अझै सामान थियो। हिजो नि दाइ आएको थियो, शङ्कर दाइ हाम्रो, अनि त्यो दाइ दिएर पठाइदिएको यति नै हो। यति चाहिँ बाँकी। अनि यसपछि अब म ड्युटी गइरहेको छु। अनि ड्युटी गएपछि अब अनि 11 बजीतिर यहाँबाट निस्किन्छु ब्याग्न राखेको। अनि ब्याग्नबाट घर यहाँबाट आउँदैछ। अब ड्युटीमा के गर्छु, म आफ्नो मेसिन चलाउँदै थिएँ, के काम गर्थेँ थिएँ सबै म यहाँ आएको छु अहिले। अब यसै पहिला साथ सपोर्ट गर्दैन तपाईँहरूले धेरै धन्यवाद छ। जुन 1 महिनामा मेरो 15-16 सेवा बनाइदिनु भयो, त्यसको लागि दिनबाट धन्यवाद गर्न चाहन्छु। अनि अहिले चाहिँ लागेँ। त्यसपछि अब लुगासमा लगाएर रेडी भएर लुगासमा लगाएर आउँदैछु। रुम खाली भइसक्यो। अब सब सामान प्याक छ। अब ड्युटी गएको छु। अनि ड्युटीपछि सन्डे 10-11 बजीतिर यहाँबाट छुट्टी हुन्छ। 10 बजीपछि यहाँबाट निस्किहाल्छु। यो चाहिँ ड्रेस कस्तो लाग्यो यसो कमेन्ट गरिदिनु होला। स्पेसली गिफ्ट गरेको अब यस्तो लागिरहेको छ। यहाँबाट गएर छु, यहाँ अहिले ड्युटी यहाँ बाटो नि अहिले ड्युटी जाने। यहाँबाट केही हुन्छ कहिले हुन्छ त्यो सकाएर चल्दिने घरतिर। यो चाहिँ हाम्रो बेसमेन्ट हो। अनि म चाहिँ अब यहाँ थम गर्न आएँ। 6192 पन्च इन लेख्ने यता भइहाल्यो। अब अहिले आइहाल्यो पन्च इन पनि गरिहाल्यो। त्यसपछि अब माथि गएर छु फेरि के कस्तो छ आउँछु होला। आजको लागि कस्तो छ, के काम गर्थेँ, कसरी काम गर्थेँ सबै अहिले। अब यहाँ चाहिँ हाम्रो छत हो, यो टेरेस्ट माथि माथि हो। 1 2 3 टिङ। यो देख्नु यही मेसिनमा चलाउँथेँ। यो चाहिँ चिल्लर हो हाम्रो, जो बाटो पनि एसी हो नि, चिसोले नै पार्छ। यो चाहिँ हाम्रो चिल्लर हो, 3वटा चिल्लर छ। यही मेसिनमा चलाउँथेँ अनि यही काम। ल आजदेखि बाई बाई। अब म त यो त कहिले भेट्दिनँ। आजको यतिसम्म धेरै अब यिनीसित मेरो रिस्ता खत्तम। आजदेखि ब्रेकअप भयो। अब मेरो यसको अब यसको कहिले भेट्दिनँ म, कहिले भेट्दिनँ।
यो तिनवटा यो चाहिँ आउटसाइड भ्यू हो हेर्नु यो चिया बगान पुरै चिया बगान हो यसले यो पुरै चिया बगान हो उता सायद अलिअलि आएको होला त्यहाँ केपी बागुर भ्यू टावर छ नि दमकको भ्यू टावर अलिअलि आएको होला सायद अब मेरो त ठुलो मोबाइल होइन त्यही हो खासै क्यामेरा राम्रो छैन त्यही भएर राम्रो हेरिएन अब तपाईँलाई यता साइड अर्को साइडको भ्यू हराउँदैछु कति राम्रो छ भनेर यहाँ हेर्नु यो हाम्रो आउटसाइड भ्यू यो दमक बजार हो दमक चोकतिरको भ्यू कुछ यस्तो छ क्या राम्रो भ्यू छ हेर्नु त्यहाँ यहाँबाट कति राम्रो भ्यू छ त्यही काम गराइदिए तपाईँहरूलाई के कसो छ आफ्नो काम प्लिज जो नयाँ हुनुहुन्छ च्यानललाई सब्सक्राइब गर्नु लाइक कमेन्ट गर्नु होला अनि हाम्रो भिडियो कस्तो लाग्छ यसो भनिदिनु होला यो टी सर्ट कस्तो लाग्यो भन्नु होला अहिले पक्नु अहिले त्यो गइरहेको छु अनि हेर्नु त कस्तो लाग्यो भनिदिनु होला यस्तो छ कस्तो लाग्यो भन्नु होला यो कसैले गिफ्ट गरेको त्यसले बनाउनु नाम नभन्नलाई त्यसो नाम नभन्न सक्दिनँ यसले यस्तो मस्त छ यतिको चाहिँ हुनुपर्ने के यतिको मान्छे हुनुपर्ने यो चाहिँ अब भयो आजदेखि मेरो रेस्टको ब्रेकअप भयो अब यसो म कहिले भेट्दिनँ फेरि ल ल बाई बाई आजदेखि राम्ररी चल्नु बिग्रिनु कहिले नबिग्रिनु साथ सपोर्टले आज म यहाँसम्म पुगेको छु प्लिज यसो साथ सपोर्ट गरिराख्नु होला यस्तै छ फेरि म तल गइरहेको छु अब तल जान्छु यसो तयार हुनुहुन्छ अनि यहाँ गाठाड जान्छु अनि गाठाडदेखि त भाइ अङ्कललाई कल गर्छु अङ्कल सर त यहाँ गरेर हामी बाहिर जान्छु निकाल्दै जान्छु के कसो सर ए चिल्लो मेसिनहरू चिल्लर यहाँदेखि यहाँसम्म छ पुरै आजदेखि बाबाई टाटा यहाँ राम्ररी बस्नु हजुर लाग्यो यति नै अब यसपछि म तल गइरहेको छु म तल गइरहेको छु बाई बाई अब हामीहरू चल्देको म र चल्देको कलेज घर जाने अनि त्यसपछि जाने नि त कम्पनी अब कहाँ कहाँ जाने तपाईँ लिएर जान्छु बाटो कस्तो छ के कस्तो छ अबसम्म यो आइसक्रिम हेर्नु आइसक्रिम के हालत हुन्छ आइसक्रिम यहाँ छ हाम्रो पग्लेर कस्तो हुन्छ म तपाईँ हराउँछु अब यहाँ चल्देको बाई बाई यो बग्रपुरको पुल हेर यस्तो छ बनिरहेछ बाटो कस्तो छ क्या मस्त बाटो छ अहिले अफ रोडिङको लागि यता बाटो बन्दैछ अगाडि हेर्नु अहिले कस्तो बाटो छ गाडी कति आइरहेछ राइट हेर्नु गाडीको हालत धुरा त आयो हालत हेर्नु बाटोको दमकदेखि इटरीतिर जस्तो जानुहुन्छ बाटो यसो हेर्ने होला कस्तो मस्त बाटो छ एक घन्टाको बाटो कति टाइम लाग्छ दाइ 1 घन्टाको बाटो कति टाइम लाग्छ जानलाई 1 घन्टाको बाटो 2 घन्टा ठ्याक्कै लाग्छ त्यही भएर केही जानुभन्दा अगाडि एकचोटि हेरेर अनि छिट्टै निस्किनु होला किनकि धेरै ढिलो पनि हुनसक्छ तपाईँहरूलाई यहाँ कति ठाउँ बाटो बनिरहेको छ बस त 3 घन्टै लगाइदिएछ अस्ति म यस्तै यहाँ ठ्याक्कै 5 बजी गरेको यहाँ 8 बजी पुऱ्याइदिएछ 8 बजी जति पुऱ्यायो बाटो चाहिँ मस्त बाटो छ एकचोटि हेरेर आउनु होला अझखेरि बाटो यहाँ कलबटहरू फेरि अर्को ठ्याक्कै तुरन्तै अर्को पनि पुल भनिसकेको छ सेम छ साम जस्तै हेर्नुपर्छ यतादेखि उता जाँदाखेरि त
छैन 5 6 भित्रमा यस्तो बाटो आउँछ भने सोच्नु कस्तो बाटो होला यस्तो छ हेर्नु अगाडि कुनै एउटा पनि गाडी हेरेको छैन कस्तो अवस्था छ धुलोले अब चाहिँ इटाली अहिले पुगिसक्यौँ अब हेरौँ के कस्तो छ बाटो यता ट्राफिक लास्टै गाह्रो छ क्या कति गाह्रो छ ट्राफिक ओभर छ यहाँ त बिल्डिङ अर्को पुल बनिरहेछ पहिला इटाली चाहिँ बाटो जाने अनि म घर जाने अनि दाइलाई क्लेज गरिदिने दाइ जानुहुन्छ फ्याक्ट्री सेलोमा दाइलाई त म बेसी दिँदैन नि दाइ हामीहरू त धेरै यहाँ यताउता गऱ्यो नि त्यही त फोन सोन बिर्सनु भयो नि दाइ दाइलाई चाहिँ बिर्सनु भएन के अहिले त यस्तो छ हामी त्यही पुगिसक्यौँ त्यहाँदेखि अहिले बाटो जाने त्यसपछि बाटो टिङदेखि रेठा बाटो टिङ जाने अनि त्यसपछि के हुन्छ हेर्दै जाला ठ्याक्कै इटाली गोल चोक पुगिसक्यौँ बाटो पनि त्यहाँ छ उता हेर सानो यत्रो टाढा छ कि अब इटाली चोकदेखि झन्डै 5 6 किलोमिटर कति मिटर छ दाइ 5 किलोमिटर टाढा छ यहाँदेखि हाम्रो बाटोबाट नै अलिक नजिक भए जानु सक्थ्यो नि अलिक टाढा छ यतिकै सोचेर यता टाढा बनाएको होला अब पुग्न आँटे छौँ हाम्रो बाटोबाट नि ला होलीको बोर्ड पनि लागिहाल्यो यो चाहिँ लास्ट हो हाम्रो यो गाडीमा आज लास्ट टाइम नि त मेरो चाहिँ लास्ट हो अब यो आउन सक्दिनँ यो गाडीमा छुट्टै आउँछु भने त्यस्तै घुम्न आउनु लास्ट हो मेरो यो इटालीको यो मेरो गाडीमा आयो यो गाडी ए खाँदै खाँदै जाँदा होइन खाँदै खाँदै जाँदा ए हाम्रो फेरि अझ फेरि फ्री पऱ्यो हामीहरू कति पर्छ दाइ फ्री हाम्रो नसिबमा किन छ त्यो फ्रीले त ल अब यो चाहिँ हामी खाने हो फ्रीको अब यसमा हेर्नुपर्छ अब हेर्नुपर्छ यसमा फ्री पर्छ कि पर्दैन के पऱ्यो के परेन त्यो हेर्नुपर्छ यसमा दाइलाई कति रुपियाँ पर्यो दाइ 10 रुपियाँ अब दाइ अब म पनि हेर्दैछु यसमा के पर्छ हेर्नु ल मेरो पनि 10 रुपियाँ मात्र पर्यो यसमा यसमा फ्री होइन यसमा फेरि 10 रुपियाँ पर्यो 20 रुपियाँ फेरि डिस्काउन्ट हुनेवाला छ हामीले दुबईमा पार्टी गरेर सब यसकै हामी यहाँबाट छुट्टिएको ल अब म उता जाँदैछु दाइ अब उता जानु ल दा राम्रै जानु ल दा राम्रै जानु बाई बाई अब यहाँ अहिले यहाँदेखि अब अटो चढ्ने हाम्रो गाउँतिरको